गाइस हजुरहरूलाई स्वागत छ यो मेरो नयाँ भिडियोमा। म चाहिँ आज कागज टिप्न आएको छु। अस्ति नआएको थिएँ त फेरि धेरै दिनपछि फेरि भर्खर आएको छु टिप्न। आज कस्तो छ कागज देखाइन्छु है। त्यहीसम्म छ ऊ यति हो। पहिला चाहिँ ऊ त्यहीसम्म थियो। सब यो त्यहाँदेखि त्यहाँ अहिले चाहिँ थोरै छ यो सबै जोतेर यो तोरीको खेती भइरहेको छ। अहिले चाहिँ म हजुरलाई देखाइन्छु है कस्तो छ कागती फले यताबाट अडेर हेर्नुहोस् उतिदेखि यहाँसम्म कति त 10-12वटा बुट्टा छ। यहाँ चाहिँ ल म कम्तीमा पनि 1-1.5 हप्तापछि यहाँ छु। अहिले फेरि यो टिप्नको लागि घर खानको लागि सक्यो, त्यही भएर आज टिप्न छु। पहिला चाहिँ यो सबै खेती नै थियो। अहिले चाहिँ यो खेती सबै जोतेर तोरी खेती भएको छ। खेती त खेती हो तर तोरी खेती छ। अहिले कागती खेती हटिसकेको छ। राम्रो बुट्टा चाहिँ राखेका छन्। यस्तो छ फले। यो के भएको यो यस्तै यो त पुरा त्यो भइया रहेछ यार। त्यसै यसमा धेरै छैन। यसमा सबै धेरै त छैन, हल्का फैला छ। यहाँ चाहिँ हेर्नुहोस् त्यो राम्रो त छैन होइन, तर यो खानाले चाहिँ बहुत खतरा छ। फेरि यो तपाईँले खानासँग खान कोलाई मनपर्छ यसो भनिदिनुलाई। यस्तो छ पहिला यो झरेर पनि भस्मी धेरै झरिया छ। यो बुट्टा मैले ठुल्ठुलो फैला छन् अरूभन्दा पनि। अरूमा पनि फैलाएको थियो तर अहिले चाहिँ अरू बुट्टामा अलिक सकिया छन्, अलिक कम छन्। यसमा चाहिँ अलिक छ है। अहिले टिप्छु है म अनि देखाइन्छु तपाईँहरूलाई। कति बेच्छ यार काँडा पनि यसको आम्मामा। यो टिप्न पनि गाह्रो छ लास्तै काराले खोज्छ। टिपम भन्छु काराले खोज्या खोजी गर्छ। कहाँबाट टिप्ने अच्छा यसलाई टिप्छु उता। यसलाई पनि टिप्छु। हेर्नुहोस् यो कागती कोले मनपर्छ यो कागती। खानासँग एकदम खाने बेला मलाई त खानासँग लास्तै मिठो लाग्छ यो। यस्तो यतै यहाँ पनि पाके मात्रै छ। यसलाई चाहिँ कहाँ राख्दिनँ, यहाँ राख्दै एकछिनको लागि। अब म पाके टिप्छु है पहिलो गएको।
अबे यार भन्दैन चाहिँ मस्तले पाएँ कि यसलाई टिप गर्न लाग्छु फोकस गर्न हो त्यसलाई थट कस्तो नगरेको रहेछ यसलाई टिप बनाएको चाहिँ कसले क्यामेरा पक्रिने हो कसले ल यो कागज टिप्ने कार्यक्रम चाहिँ अब फेरि नटिपौँ घर लग्ने भाडा पनि ल्याएको छैन कि फेरि टिपेर कसरी लग्ने हो अहिले घर कागज टिप्ने कार्यक्रम सकेर अब कागज टिप्ने कार्यक्रम सकेर मुला उखाल्ने कार्यक्रमतिर लाग्नुपर्ने छ होइन अहिले मुला पनि कस्तो तपाईँहरूलाई देखाउँछु म एउटा खान्छु है यो मिनी हेर्नु यो मिनी खान्छु है अन्त कति क्युट छ कति क्युट छ हेर्नु अब कालो रहेछ त यार कहाँबाट क्युट कति क्युट छ खान्छु है म कस्तो छ टिटो छ कि कस्तो छ टिटो रहेनछ अलि त्यति मिलो पनि छैन बट मिठो छ अरेन्ज जस्तो छ एउटा यार अस्तिमै खुलायो त अर्को पनि खानुपर्छ जस्तै छ कि छैन अर्को त्यस्तै छ कि छैन है यहाँ छ भयो त्यो नखाम